सो गरेर हजुरको फोट ल यता हेर्नुहोस् है आमा टोले ल ह्याप्पी लोसार 2021 सालको गलेमभिरको माथिबाट आउन रोक्नलाई यस्तो खालको वल पर्खल लगाएर धेरै सेफ भएछ यसले माथिबाट आयो भने बेस त लान्न माथि अब यस्तो तरिकाले खनेसी त आउँछ नि बर्खामा पानीले झारेपछि र यो वाइ चोकबाट अलि यता सेतो पहिरे ठाउँमा हो अझै गर्दैछन् बाटो बनाएको छ यहाँबाट माथि जाने बाटो हो यो माढुङ्गातिर जाने बाटो यहाँबाट सुरु हुन्छ हजुर हो यहाँको त्यो ढलाइ त भएर छ कङ्क्रिट ढलाइ स्टेप बनाइदिनु भएछ यहाँको ढुङ्गा यी सेतो खालको छ व्हाइट गोल्ड बाटो ढाडै बनाएको छ यो कलर साह्रो छ यस्तो छ यहाँ व्हाइट डायमन्ड व्हाइट गोल्ड ए अनि यो सेतो पहिरो चाहिँ टाढाबाट जाँदैछ यी पाइपको ठेक्का पनि सुरु भएछ अन्तखेरि पानीको पाइप गलेको पानी अर्को झानी पनि सुरु हुँदैछ बजेट परेपछि क्या हो सुरु हुँदैछ माथि चिल्ड्रेन पार्क पनि जेसिबीले खन्दैछ यहाँ अलिकति फुस्स गएछ अस्ति तर त्यो ढिस्का चाहिँ फाल्छ होला सायद त्यो भयो जेसिबी ए चिल्ड्रेन पार्क इज नेपालको झन्डा हावाले फरफराइरहेछ यहाँ यस्तो चुनेर पानीले नपखाल्ने गरेको खालको बनाएको छन् गर्दा हुँदैछ तर ढुङ्गाको खाप गोल्ड व्हाइट गोल्ड त्यहाँ निकै चाक्लो छ पासिङ प्लेस यहाँ तल अर्को खालको पऱ्यो अनि त्यहाँबाट तल छ कि बाटो फुट ट्र्याक सिमेन्टी भाषा यसरी जाँदैछ अनि तलको देउराली चौतारी भत्काएर पिच बाटो गरेर चौतारी र ठाँटी पनि यतापट्टि बनाइदिनु भयो ल इन्जिनियर सरहरूले अब यता पास गरे होला बाटो समितिले पास गरे होला र यसरी सहज हुँदै अर्खर्कबाट एउटा सर्किटारी झर्छ बाटो ल हेर्नु चाहिँ अरूहरूका कहाँ चाहिँ पऱ्यो ए म पढेको स्कुल यहाँ रहेछ मिडल स्कुल थियो पहिला अहिले त 10+2 भइसकेको छ यो पऱ्यो म 6 र 7 पढेको स्कुल हजुर होइन र हो गर्दै 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 यता पोखरातिर गइन्छ बाटी माथितिर गोर्खा स्मारक पार्क सालमे डाँडो यहाँ पऱ्यो कम्पाउन्ड गर्दै 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 नौ डाँडा टावर गर्दै 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 तल बाटो छ ल ऊ भालु पहाड देखिएछ त्यहाँ पर पऱ्यो
थाप्ले थाप्लेको मन्दिर बुद्ध मन्दिर अनि ब्याक टु चिल्ड्रेन पार्क कतरी यो चिल्ड्रेन पार्कमा वेलकम छ दिल दाई गजेन्द्र भेना अब हामी त अब गाउँले पऱ्यौँ मेजर साहब अध्यक्ष इन्द्र भाइ अनि अब कोषाध्यक्ष गुमन सोल्टी भोलि हामी हाम्रो गाउँको सिल्लो पूजा हुँदैछ त्यो भएर हामी एडभान्स टोलीमा गएको आकाश हाम्रो पाइलट सोल्टी यहाँको यो हाम्रो गाउँको उहाँ त ऊ के अरे हिरो सबभन्दा जिप ल्याउनु भएको लाने राति होस् दिनमा होस् उहाँलाई सबै थाहा छ कहाँ घुम्ती कहाँ ढुङ्गा पहिला म स्कुल पढेको यहाँ गाउँमा 5 क्लाससम्म थियो दाइ अनि मिडल स्कुल आर्खर्कमा यहाँ 2 साल चाहिँ म बिहान जाऊ बेलुका आऊ कोही फ्राइडे त यहाँ आएर खाजा खायो यहाँबाट फर्किँदै स्कुल हेऱ्यो यहाँबाट फर्किँदै हाफ डे हुन्थ्यो नि त फ्राइडे मिडल स्कुल त्यहाँ मात्रै थियो क्या र त त्यतिखेर त मङ्की चाक मात्रै थियो हामी त अब कति 15 मिनट नै पुग्थ्यो त्यतिखेर एकदम फ्याटफ्याट हजुर दाइ ल भिडियो यहाँ अन्त गरेँ वेलकम अब एउटा ल यो गलेम गाउँको भ्यू ढाक्रे बासाबाट खामाले यो पर्यो अनि सलक्क दाहिने आउँदाखेरि यो पर्यो गुना अनि कल्ची खोला छहरा अनि राँपुको माथि हाम्रो शीतला देवी रामचेको थान अनि अब यता आयो राँपुको दाहिनेपट्टि ठ्याक्क गलेम गाउँ धान पाकेर पहेँलो भएछ अनि यता दाहिने भिरको बाटो अनि यता दाहिने गयो भने आरुखर्क अनि अझै दाहिने गयो भने फेदी खोला ऊ पारीको नुवाकोट डाँडा ल हेर्नुहोस् है भन्ज्याङको चौतारी अनि यो खेत हरियो भएछ तर यो हरियो झारो बिउ धानको बिउहरू राख्दैछन् अनि गलेमको तुलिप हेर्नुहोस् ल तुलिप यी सेतो तुलिप पिङ्क तुलिप सबै यहाँ युकेको जस्तै तुलिप फुल्या छ बाबु बारीमा हेर्नुहोस् त मजाले फुलेछ ल हेर्नुहोस् अल पिङ्क तुलिप ल हेर्नुहोस् किन युके जानु पऱ्यो यहीँ छ तुलिप फुल ओके ह्याप्पी डे अल गुड मर्निङ कलिङ फ्रम गलेम भेदीखोला 4 गलेम मेरो गाउँ यस्तो छ आज यहाँ गजेघरले बाजेको बाजेको फिल्म सुटिङ गर्न आएको यही मौकामा यहाँ के अरे भन्ज्याङको चौतारीमा आएर ठ्याक्क गाउँलाई खिच्न अवसर मिलेको छ सबैजनाले मेरो गाउँ गलेमलाई हेर्नु होला अनि देश विदेशमा हुनुभएको सबैजनाले सेयर गर्ने र कमेन्ट लेख्नु होला गुड मर्निङ एभ्रिबडी ल यता पऱ्यो डाँडा गाउँ अनि यो माथि पऱ्यो देउराली यता पऱ्यो झोप्राङको डाँडा अनि तल गाउँ यो तल्लो गाउँ तल्लो थर पऱ्यो गएर घले गाउँ पऱ्यो आफ्नो घर त नदेख्ने रहेछ रुखले छेक्यो भन्दै उता राँपु गाउँ अनि उता गुना खामले अनि टुटे भन्दै यता पारिपट्टि हाम्रो स्वर्गीय रामप्रसाद साहबको गाउँ लुन्ठेक
त्यहाँबाट उता बाँगे यता पऱ्यो सम्रिसा पऱ्यो यहाँ तल हाम्रो स्वर्गीय मनबहादुर दाईको गाउँ पऱ्यो इन्द्र दाईको गाउँ पऱ्यो अनि यता चिसा पानीहरू यो गाउँ फेरि निकै भेरै भएका छन् अनि माथि डाँडा बाँगे डाँडा देवकुमारीको डाँडा ल आज चट्ट घाम लाग्छ हजुर हो फेरि पनि तल कोदली बाङ यस्तो छ जङ्गल आज भित्र अनि खेतहरूमा मलहरू पसारेका छन् बिउ रोप्दैछन् बिउ छर्दैछन् धानको बिउ होला कोदोको बिउ होला भन्दै शुभ दिन हजुर हो जय गलेमी ल ल आज कति हो 4 होइन कात्तिकको 4 मा श्री शीतला देवी रामचेमा आइयो गलेम रामचेमा गर्दाखेरि हट्ट भिडियो लिँदैछु यो पछाडिको मैले बनाएको ठाँटी हो अनि फेरि यता होमकुण्डा यो हाम्रो युकेको रामचे समाजको अध्यक्ष सोल्टी अनि भुपू अध्यक्ष कुलबहादुर भाइ सबै हाम्रो अनि हाम्रो नन्दा सोल्टी हाम्रो बहिनी आजसम्म आज हामी ल सबैको शुभ दिन होस् हाम्रो शीतला देवी रामचेले सबैलाई आशीर्वाद दिनुहोस् धन्यवाद ल ल हाम्रो लामा गुरु गुरुको नाम भनिदिनुहोस् ए पुरान गुरु है टोर्केको हाम्रो मालदाको छोरा हाम्रो राम सोल्टी हाम्रो अब रामचे समाजको अध्यक्ष अनि कुलबहादुर सोल्टी आज यहाँ आएर साङ पूजा पनि गरियो हाम्रो रामचेको फुलबारीमा ल ल यस्तो फुलबारी छ र लाली गुराँस फुलेछ लाली गुराँस फुलेछ हेर्नुहोस् है हिमाल पनि देखेछ आज सल्लक्क हिमाल यहाँ तल पर्यो थाप्लेको डाँडा ल थ्याङ्क यू ल रामचेको शीतला देवी मन्दिरमा आज मेला हुँदैछ चैत्र दशैँको मेला है हजुर ल यो नयाँ स्टेडियम पऱ्यो भलिबल हुँदैछ यहाँ यो चाहिँ हाम्रो देउरालीको उसले चतुरे मामाको बुहारीले बनाइदिएको चर्च हो ल मेलाहरू चाहिँ राम्रो छ आज जित्दैन यता आयो अब हात मिलाउन कहाँको उता फर्किरहेछ सबै फुच्ची छ त आजको टिम पऱ्यो जित्ला नि भाइ जर्सी फुकाल्न उठ फुकाल्ने फोटो खिच्ने भने तल जानु भएन ए भिडियो पनि गर्छु यार ल यो चाहिँ छाटी पर्यो यो होमकुण्डा यो पनि टल्काउनु पर्ने भएछ ल तेरिका पित्तलमा त यस्तो खैलाइहाल्छ यो ओ डम्बरू पनि ल्याएर आएको छ डम्बरू बजाउँदैछ लामो गुरुले
ल होमकुण्ड ल भन्छ यहाँ हो ल ल ल राम्रोसँग बनाएर होला नि त ल गुड मर्निङ नमस्ते गलेम रामचे शीतला देवी मन्दिरबाट आज यो रामचेको प्राङ्गणबाट भिडियो लिँदैछु। यहाँ आज सप्तमी हो दसैँको। यहाँ पञ्चौली आयो हाम्रो अर्खर्कको दुईवटा जिपमा। अब बजाउनुहुन्छ बाजा नौमती बाजा। हामी पनि भर्खरै आयौँ 7 बजे पोखराबाट हिँडेको। टाइम इज नाउ 11:30 हुने लाग्छ। ल गल्यौँ देउरेली हुँदै आयौँ। ल पञ्चौली रेडी सप्तमीमा। ल बाउकालो सफा गर्नुपर्ने रहेछ। ल अलिकति तोरणको दिमा आयो है तपाईँ। ल 15 घरमा वेलकम छ सोल्टी। ल ल 15 घरमा आज बुद्ध पूर्णिमाको दिनमा बुद्ध जयन्तीको दिनमा लोदो नयाँ फरफरायो। ल ल समात्दिन्छ यसो अनै छ। ल ल लौदो ल 15 घरमा हेर्नुहोस् है। आज नयाँ लौदो 5वटा लौदो भएछ। ल उनीले कग्लो भएछ कि ल थ्याङ्क यू त नमस्ते भयो। ह्याप्पी बुद्ध जयन्ती जाएछ अघि चाबी ठोकिया छ आइहाल्यो। ल है हजुर गुड मर्निङ। गलेमको ठुलढुङ्गामा लट्ठेपिङ यहाँ राजकुमारको दोकानको छेउमा। ल दसैँ आयो हेप्पी दसैँ। खोइ एउटा मच्चा भनेको मच्चाउनै सकेन। हालेर उसमा गर्नुपर्छ जस्तो त माथि माथि माने यार खसी डोका त्यही हो मर्जी त मायाले गयो फेरि यार। रिहर्सल हुँदैछ म्युजिक स्पिकर। ल है सिल्लो पूजा रेडी टु गो भोलि सबैलाई वेलकम छ। ल हाम्रो सोल्टी आइपुग्नु भएछ। ल यता तल हाम्रो क्वार्टर मास्टर अमुको टोली धुवा पत्ताएर अब डिनर पाक्दैछ। ल अमु उहाँ युके अमेरिका सबै पुग्यो है। अब आउनु भनेको छु। धौलागिरी हाँसेछ हेर धौलागिरी हाँसेको। ओ भन्छ आमाचुर मुखी पोखरा ए भोलि आउनुहुन्छ। ल ल ठिक छ। ल ओके ल
उदिनको ठुलो छोरी विस्ता 5,005 ल अहिले गुरुङ हङकङ हुनुहुन्छ है अहिले हङकङबाट हो क्या उहाँ ल अहिले ल उहाँको उदिनको माइली छोरी 2,105 रुपियाँ उदिनको देवरको छोरी मन्सिला तमु 2,105 नीलकुमारी गुरुङ 505 भीमबहादुर गुरुङ छोरे पाटन 1,020 तिलकुमारी गुरुङ 500 र सुकुना गुरुङ सर्केटारी 1,005 चन्द्रबहादुर गुरुङ 1,000 रुपियाँ हाम्रो यो पूजामा सिल्लो पूजाको लागि सहयोग गर्नुभएको छ उहाँलाई एकपल्ट सबैले ताली बजाएर धन्यवाद दिनुभएको छ ल सबैलाई एकपल्ट धन्यवाद अब खानाको ब्रेक हुन्छ खाना खाएर यो त झन् दुग्रे एकैचोटि भयो यार को ताली बज्दै बज्दैन भेनाले के को मिटिङ गर्यो भन्छ नि फेरि ल हजुर भिडियो आउँदैछ आज हामी हाम्रो देउरालीको देवकुमारी दिदीसँग मिटिङ हुँदैछ ल के भन्छ कफी टक हो कि कफी टक दुःख कष्ट नपरिकन अझै धेरै मान्ने है लामो आयो भने मेरो भाइहरूको भाइ है हुन्छ ल अब युसेको उखाने है के अरे मुद्दा भयो तपाईँहरू म त अब ठ्याक्कै 12 वर्ष बर्थडे त यसको पनि हो एकै दिनमा मर्नु पर्यो ए भाइ त्यसलाई खुला ल ल ल
दिलेको पार्टी भोलि है अब के खाइछु भने पार्टी अब सबभन्दा सानीले त खुवाउनै पर्यो सानीले खुलाउनु सानीले ल ह्याप्पी बर्थडे दाइ जहिले त खुलाइदिएन त ठिक छ त तपाईँले खुलाइदिनु न दिदी दाइलाई केक ए खुलाइसक्यो ए ल ल नपाउन सोल्टी यार भरे खानु पुग्दैन Oh shit. लो गलिमभिरमा बस आयो गजेघरले बाजेको फिल्म टोली सायद सामान झार्नलाई यहीँ ल्याउँछ होला गौतमले फेरि खोला आज छल्लङ्ग देखेछ नाउ डाँडाको नाउ डाँडा पहिला यहीँ झरेर हिरो उड्ने गरेर कस्तो लाग्यो तपाईँलाई यो बाटो आउँदा आउँदै बाटो त यो गल्ली राम्रो रहेछ नि भिरको बाटो हुन्छ गल्ली धेरै राम्रो चिम्नो गरेर बेट्टा भित्तातिर है कुन भाषा छ त्यही छ सुटिङ हुँदैछ डाँडामा आज हल्लाएन हल्लाएन ए सुल्टी पो रहेछ आएको ल यहाँ सुटिङ हुँदैछ ल हेर्नुहोस् है चार्सियो गुड मर्निङ फ्रम पन्देरा घर गलेम आज अलिकति बादल ढुम्म छ तर दिन राम्रो छ पानी पर्ला त छैन पन्देरा घरमा सुत्तियो 2 रात एकदम ठिक छ पानी डम्म आएछ आज राति अनि गजेगले भिसीको बाजेको फिल्म सुटिङ हुँदैछ आज सायद सक्छ होला गर्दाखेरि यस्तै छ यी मकैबारी मकै अब खनेर टट्ट माथि 2 फिट जति भइसकेको छ बादल डम्म छ ऊ धौलागिरी देखेको छैन टुप्पा आज यता माथितिर
अब होमस्टे जानु पर्यो ब्रेकफास्ट रेडी छ 8 बजे अन्तखेरि अब तल्लो घर चाहिँ यस्तो छ ह्याप्पी डे अल यहाँको चाहिँ सबैभन्दा फेमस चाहिँ कोदोको सेलरोटी सिस्नु पनि हामीले आज हामी तपाईँले सिस्नु खुलाउने भरे भने थियो अब आज चाहिँ हजुरहरूको जाने टाइम परेछ सरी हामी खुलाउन सकेन यदि बस्नुभयो भने हामी चाहिँ भरे हजुरलाई सिस्नु र मकैको ढेँडो चाहिँ खुलाउँछौँ है अर्को पटक अवश्य आउनु होला हाम्रो गलेम होमस्टेमा एकैचोटि भनौँ हाम्रो गलेम होमस्टेमा सबैजना आइदिनु होला हस् त धन्यवाद जय गलेम जय गले जय गलेम जय गलेम ए जापानिजले जय गलेम भने वेल डन जय गलेम वेल डन भन्छ यो कति मिठो हुन्छ अब भट्टा मिसाएर खाने यार हेर नखाएर लो गलेमको सिल्लो थान कि सिल्लो मन्दिरमा आइयो है हजुर हो आज सिल्लो पूजा यहाँ अब कम्पाउन्ड गर्नुभएको छ हाम्रो मामाहरूको परिवारले स्कोडा कार पनि आएछ मेरो बाइक पनि आइपुग्यो भर्खर घाम लागेको थियो फेरि अहिले टुवेल लायो अँध्यारो भइसक्यो अब यी ल सोल्टीहरू ल सबै उहाँले दाजुभाइहरू ल ल हेप्पी सिल्लो पूजा यो फेसबुक भन्छ फेसबुकमा जान्छ क्या यो हो पुजारी सोल्टी लाउरे टेस्ट लाएर यार क्यु झन् भयो कि पर्दैन ए ल ल ल एकपालि सोल्टी ल ल सुरु ल सिल्लो बाजे हजुरहरूको लागि आज फेरि सबै यहाँ हाम्रो गाउँले पोखराबाट आएर पूजा गर्दैछौँ गल्तीमा क्षमा दिनु होला ल ए मान्नु भयो ए यता हेर्नुहोस् है बाजे मानेको टाउको हल्लाउनु भयो ल हेर पूजामा आज यार के को राजनीति गफ यार उहाँ थाहा छ उहाँलाई ल ल ल छ यो कहाँबाट आयो ए मार्ने रहेछ सिल्लो पूजा आज जेठको 9 गते शनिबार भयो ल पूजा पनि भ्याइयो प्रसाद खाइयो ल ल ल पूजा सबैले धुप हालेर खानुहोस् है प्रसाद ल यहाँ नाति आज ल घन्टी त मेजा सागमा राखेछ यो अर्को पनि हो नि मामा प्रसाद बोतलको पनि हो क्या प्रसाद हरियो बोतल आह भाउ धेरै सुत्यो यार झोला हाल्ने प्लास्टिकमा आउँदैन होला त्यो बाल्टिनमा हालेर भयो खास मेन प्रसाद यो हो क्या बाजेको प्रसाद यो हो क्या ल खानुहोस् है ल है बाजे ल प्रसाद खाइयो पेटको रोग सबै जाओस् ल है अध्यक्षले खायो प्रसाद ए ओ सोल्टी यता प्रसाद ल ए गन सोल्टी कति भयो पर्यो
मर्छ हो क्या ल सोल्टी आउनुहोस् पहिला पहिला धुपबत्ती बाल्नु न पहिला धुपबत्ती बाल्नुहोस् कहाँको प्रसाद हो पहिल्यै ल यतिजना भेला भयो आज गलिमीहरू गर्दाखेरि पूजा सम्पन्न भइसक्यो ल ल थ्याङ्क यू बराकुनामा राइस फिल्ड धान पाके चाहे गाउँला हो यी कति लामो डाँट छ नल